आज राष्ट्रिय निकुञ्ज, आरक्ष्य संरक्षण क्षेत्र तथा वन्यजन्तु सम्बन्धी वस्तुगत प्रश्नहरूको विषयमा हामी छलफल गर्छौँ र उत्तरहरू पनि हामी खोज्छौँ र उत्तरहरूको विषयमा पनि हामी छलफल गर्छौँ। यस्ता ज्ञानहरू चाहिँ हरेक प्रकारका नासु, खरदार अनि रेन्जर अधिकृत, फरेस्टर, वनरक्षक देखि उपसचिव, सहसचिव लेभलको परीक्षाहरूमा पनि यस्ता विषयहरूबाट प्रश्नहरू आउने गर्छ। यस्ता ज्ञानहरू त्यस्ता इक्जामहरूमा पनि काम लाग्ने गर्छन् र यस्ता ज्ञानहरू चाहिँ कुनै पनि परीक्षा नै नदिने साथीहरूलाई पनि काम लाग्छ। यो जीवन रक्षाको लागि पनि काम लाग्छ। त्यसो हुनाले राम्रोसँग हेरिदिनु होला। अब नेपालको राष्ट्रिय निकुञ्ज, आरक्ष्य, वन्यजन्तु आरक्ष्य, मध्यवर्ती क्षेत्र, संरक्षण क्षेत्र, शिकार आरक्ष्य सम्बन्धी जानकारीहरू यहाँ छ। वस्तुगत प्रश्नहरू हामी यसपछि जान्छौँ। राष्ट्रिय निकुञ्ज भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भूदृश्यको संरक्षण, व्यवस्थापन र उपयोगको लागि छुट्याएको क्षेत्र सम्झनुपर्छ। वन्यजन्तु आरक्ष्य भन्नाले वन्यजन्तु सम्पदा र तिनको वासस्थानको संरक्षण तथा व्यवस्थापन गर्न छुट्याएको क्षेत्र सम्झाउनुपर्छ। अब यसमा प्रश्न आउँछ। अब यसमा प्रश्न चाहिँ वस्तुगत प्रश्नहरू आउँछ। राष्ट्रिय निकुञ्ज भनेको के हो भनेर सोध्न सक्छ। अनि वन्यजन्तु आरक्ष्य, शिकार आरक्ष्य, संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज तीनवटाकै परिभाषा दिन सक्छ। हामीले राम्रोसँग हेऱ्यौँ भने राष्ट्रिय निकुञ्ज भनेको अलिकति ब्रोड हो। प्राकृतिक वातावरणको साथै वनस्पति, वन्यजन्तु र भूदृश्य पनि यसले संरक्षण गर्न चाहिँ उद्देश्य राखेको हुन्छ भने वन्यजन्तु आरक्ष्यले चाहिँ मात्रै वन्यजन्तु र तिनीहरूको वासस्थानलाई मात्रै फोकस गरेको हुन्छ। शिकार आरक्ष्य भन्नाले शिकारीहरूलाई शिकार गर्न दिनको निमित्त वन्यजन्तु सम्पदाको व्यवस्थापनको लागि छुट्याएको क्षेत्र सम्झाउनुपर्छ। र शिकार आरक्ष्यको मुख्य उद्देश्य भनेको चाहिँ शिकार, लिगल हन्टिङ गराउने, कानुनी रूपमा शिकार गराउने नै हो। संरक्षण क्षेत्र भन्नाले प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलन उपयोगको लागि एकीकृत योजना अनुसार व्यवस्थापन गरिने क्षेत्र सम्झाउनुपर्छ। संरक्षित क्षेत्र चाहिँ अलिकति सफ्ट किसिमको, एकदमै स्ट्रिक्ट रुल लागू नभएको, त्यहाँभित्र रहेका जनताहरू र त्यहाँको वातावरणहरू सबैलाई चाहिँ सन्तुलित रूपमा चाहिँ उपयोग गर्ने हिसाबले चाहिँ छुट्याएको क्षेत्र हो। मध्यवर्ती क्षेत्र, बफर जोन भन्छ अङ्ग्रेजीमा, भन्नाले स्थानीय जनताहरूलाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नको लागि राष्ट्रिय निकुञ्ज वा आरक्ष्य वरिपरिको दफा 3 क बमोजिम तोकिएको क्षेत्र सम्झाउनुपर्छ। नेपालमा पाइने वन्यजन्तु, वनस्पति र भूदृश्यको साथै समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र दिगो उपयोग गरी देशको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले विषम 2037 कार्तिक 18 मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भएको हो। नेपालमा रहेका 118 किसिमका पारिस्थितिकीय प्रणालीहरूमध्ये हालसम्म 80 किसिमका पारिस्थितिकीय प्रणाली संरक्षित क्षेत्रभित्र पर्दछन्। यहाँबाट प्रश्न आउँछ साथीहरू, अब नेपालमा जम्मा कतिवटा पारिस्थितिकीय प्रणालीहरू छन् भनेर पनि आउन सक्छ। त्यसको सही उत्तर 118 हो भने संरक्षण क्षेत्रभित्र कतिवटा पर्छन् भने नै त्यसको सही उत्तर चाहिँ 80 हो। यो चाहिँ धेरै पुरानो डाटा पनि हो, तर कतिवटा अहिले थप संरक्षण क्षेत्रहरू अथवा संरक्षित क्षेत्रहरू थपिँदाखेरि कति पारिस्थितिकीय प्रणालीहरू थपिए त भनेर अध्ययन चाहिँ भएको छैन। त्यो भएर परीक्षामा लेख्न पर्ने उत्तर भनेको हालसम्म कति किसिमका पारिस्थितिकीय प्रणाली चाहिँ संरक्षित क्षेत्रभित्र पर्दछन् भनेर आयो भने सही उत्तर 80 नै हो। यिनीहरूको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले हालसम्म 12वटा राष्ट्रिय निकुञ्ज, 1 वन्यजन्तु आरक्ष्य, 1 शिकार आरक्ष्य, 6 संरक्षण क्षेत्र र 13वटा मध्यवर्ती क्षेत्र घोषणा भई। मध्यवर्ती क्षेत्र चाहिँ जहिले पनि संरक्षण क्षेत्र वरिपरि घोषणा हुँदैन। मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष्य र शिकार आरक्ष्य वरिपरि मात्रै हुन्छ। अहिले चाहिँ 12वटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पू वन्यजन्तु आरक्ष्यमा चाहिँ छ। शिकार आरक्ष्यमा चाहिँ मध्यवर्ती क्षेत्र घोषणा भइसकेको छैन। त्यो भएर 13वटा भयो। मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्यहरू सञ्चालन हुँदै आएका छन्।
यी संरक्षित क्षेत्रहरूले नेपालको कुल भूभागको 23.39% अर्थात् 34,419.75 वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को 5औं संशोधनले जैविक मार्गको संरक्षण र सम्वर्धन सम्बन्धी थप कानुनी व्यवस्था गरी संरक्षण कार्यलाई थप संस्थागत बनाएको छ। स्थानीय बासिन्दालाई संरक्षणमा प्रभावकारी रूपले सहभागी गराउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को 4औं संशोधन मार्फत मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम लागू गरिएको छ। अब यसमा आउँछ है साथीहरू, अब कसरी चाहिँ मध्यवर्ती क्षेत्र अथवा कुन संशोधनबाट मध्यवर्ती क्षेत्रको व्यवस्थापन कार्यक्रम लागू गरियो, कानुनी रूपमा ल्याइयो भनेर आउन सक्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको 4औं संशोधनद्वारा हो। मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावारको नियमित आपूर्ति गर्ने कार्यमा सघाउ पुर्याउन संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको 30 देखि 50% सम्म राजस्व रकम प्राकृतिक स्रोतको संरक्षण, आय आर्जन, सिप विकास तथा क्षमता अभिवृद्धि, संरक्षण, शिक्षा तथा सामुदायिक विकासको लागि समेत खर्च गरिँदै आएको छ। यस कार्यक्रमबाट मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा लाभान्वित भएका छन्। संरक्षित क्षेत्रबाट स्थानीय बासिन्दाहरूलाई लाभको समन्वयिक वितरण हुनुपर्दछ भन्ने उद्देश्यका साथ मध्यवर्ती क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको संरक्षण कार्यलाई अझ बढी व्यवस्थित तथा प्रभावकारी बनाउने र चोरी सिकारीलाई पूर्ण रूपमा निरुत्साहित गर्ने उद्देश्यले विषम 2032 देखि नेपाली सेना संरक्षित क्षेत्रमा तैनाथ गरिएको छ। नेपालका 12 राष्ट्रिय निकुञ्ज, 1 वन्यजन्तु आरक्ष र 1 शिकार आरक्ष गरी 14 वटा संरक्षित क्षेत्रमा नेपाली सेनाको उपस्थिति रहेको छ। नेपालमा 10 वटा सिमसार क्षेत्रहरू रामसार सूचीमा सूचीकृत छन्। तिनीहरूको क्षेत्रफल 60,561 हेक्टर रहेको छ। अब हामीले अरू भिडियोहरूमा पनि नेपालका 10 वटा सिमसार क्षेत्रहरू कुन कुन हुन्, कुन कुन जिल्लामा पर्छन्, तिनीहरूको उचाइ अथवा तिनीहरू कति उचाइ कति हाइटमा तिनीहरू अवस्थित छन्, क्षेत्रफल कति हो, त्यसको मुख्य विशेषता के हो भनेर हामीले अरू भिडियोहरूमा पनि छलफल गरेका छौँ। अब हामी राष्ट्रिय निकुञ्जहरू कुन कुन हुन्, कहाँ कहाँ छन् भनेर चाहिँ हामी हेर्छौँ। चितवन राष्ट्रिय निकुञ्ज 1973 मा नेपालीमा पनि आउन सक्छ, अङ्ग्रेजीमा पनि आउन सक्छ। नर्मल्ली यस्ता प्रश्नहरू अङ्ग्रेजीमा नै सोधेको हुन्छ, कति स्थापना चाहिँ सनमा सोधेको हुन्छ अङ्ग्रेजी वर्षमा। राष्ट्रिय निकुञ्ज चाहिँ चितवन राष्ट्रिय निकुञ्ज 1973 मा स्थापना भयो। क्षेत्रफल 952.63 वर्ग किलोमिटर छ। जिल्ला चाहिँ नर्मल्ली क्षेत्रफल पनि सोध्दैन, स्थापना अनि जिल्ला सोध्न सक्छ र अलि तलको वनरक्षक फरेस्टर साथीहरूलाई चाहिँ कुन कुन जनावरहरू पाइन्छ भनेर सोध्न सक्छ र अधिकृत लेभलमा पनि सोध्न सक्छ कुन कुन जनावरहरू, त्यसको मुख्य जनावर कुन हो भनेर सोध्न सक्छ। चितवन राष्ट्रिय निकुञ्ज 1973 मा स्थापना भएको अनि चितवन, मकवानपुर र पर्सा जिल्लामा चाहिँ पर्दछ। एकसिङ्गे गैँडा, अजिङ्गर, पाटेबाघ, भालु, चितुवा, लघुना, जरायो, घडियाल, गोही, सोस आदि चाहिँ पाइन्छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज चाहिँ 1976 मा स्थापना भयो। 1148 क्षेत्रफल ओगटेको छ। सोलुखुम्बु जिल्लामा पर्दछ। हिमाली भालु, कस्तुरी, थार, घोरल, झारल, डाँफे, हिमकुखुरा मुख्य चाहिँ जनावरहरू हुन्। लामटाङ 1976 मा 1710, रसुवा, नुवाकोट र सिन्धुपाल्चोक, हाब्रे, रातो पाण्डा, चितुवा, कस्तुरी, रातो बाँदर आदि चाहिँ मुख्य जनावरहरू हुन्। मुख्य रातो पाण्डा नै हो त्यहाँको। हुनलाई रातो पाण्डा अनुभवको हिसाबले लामटाङमा भन्दा ढोरपाटनमा बढी देख्छु। म आफै दुईटै जिल्लामा, दुईटै संरक्षित क्षेत्रमा गएको हुनाले, तर पहिला नै लामटाङमा अध्ययन अनुसन्धान भएर लामटाङमा नै बढी पाइन्छ भन्ने चाहिँ हल्ला छ। त्यो हिसाबले चाहिँ लामटाङ राष्ट्रिय निकुञ्जको मुख्य जनावर कुन हो अथवा मुख्य संरक्षित जनावर कुन हो, धेरै पाइने जनावर कुन हो भनेर चाहिँ अनेक प्रकारले सोध्न सक्छ। संयुक्त रातो पाण्डा हो, हाब्रे हो। र 1976 मा स्थापना भएको। क्षेत्रफल 106। मुगु र जुम्ला जिल्लामा पाइने हिमाली भालु, थार, घोरल, कस्तुरी मृग, विभिन्न चराहरू हुन्छ। खप्तड राष्ट्रिय निकुञ्जमा चाहिँ 1984 मा स्थापना भएको। 225 वर्ग किलोमिटर। बजाङ, बाजुरा, डोटी, अछाम। यो चाहिँ प्रश्न आउँछ है साथीहरू, किनभने 4 वटा जिल्ला सानो छ,
राष्ट्रिय निकुञ्ज 4वटा जिल्ला ओगटेको हुनाले अथवा 4वटा जिल्ला छोएको हुनाले खप्तड राष्ट्रिय निकुञ्ज कुन कुन जिल्लामा पर्दछ भनेर चाहिँ प्रश्नहरू आइरहेको हुन्छ। यसको सही उत्तर चाहिँ बझाङ बाजुरा डोटी अछाम हो। जङ्गली कुकुर, रतुवा, कस्तुरी, घोरल, रातो बाँदर, वनबिरालो, डाँफे, मुनालहरू पाइन्छ। सेफक्सुन्डो राष्ट्रिय निकुञ्ज चाहिँ निकुञ्ज पनि 1984 मा स्थापना भएको हो। 3555 क्षेत्रफल ओगटेको छ। डोल्पा र मुगु जिल्लामा अवस्थित छ भने नाउर, हिउँचितुवा, तिब्बती खरायोहरू पाइन्छ। बर्दिया चाहिँ 1976 मा स्थापना भएको 968। कृष्णसार, बाघ, चितुवा, घोडगधा, जरायो, चित्तल, जङ्गली हात्ती, गैँडा चराहरू पाइन्छ। मकालुबरो 1991 मा स्थापना भएको 1500 वर्ग किलोमिटर शङ्खसभामा पर्दछ। शिवपुरी नागार्जुन चाहिँ 2002 मा स्थापना भएको 159 वर्ग किलोमिटर र काठमाडौँ, नुवाकोट र रसुवा जिल्लामा पाइन्छ। कालो भालु, कालो चितुवा भन्नाले चितुवा नै हो यो। अब यो कालो चाहिँ देखिन सक्छ, एउटा दुईटा देखिएको हो यो। वन बिरालो 177 जातका चरा। बाँके राष्ट्रिय निकुञ्जमा चाहिँ 2010 मा स्थापना भएको 550 वर्ग किलोमिटर। बाँके सल्यान दाङमा पाइने बाघको लागि प्रसिद्ध र अन्य जीवजन्तुहरू पनि पाइन्छ। शुक्लाफाटा चाहिँ 1976 मा स्थापना भएको। पहिला यो शुक्लाफाटा भन्ने आरक्ष थियो, पछि राष्ट्रिय निकुञ्ज भयो। 305 वर्ग किलोमिटर कञ्चनपुरमा अवस्थित र बाह्रसिङ्गाको लागि प्रसिद्ध हो। र पर्सा चाहिँ 1984 मा चाहिँ स्थापना भयो। यो चाहिँ पर्सा वन्यजन्तु आरक्ष थियो पहिला, पछि चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज भयो र 627.39 वर्ग किलोमिटर स्थापना क्षेत्रफल भयो। पर्सा, मकवानपुर र बारामा भयो। यो जङ्गली हात्तीको लागि प्रसिद्ध छ साथीहरू। यसरी नै अब नेपालको वन्यजन्तु मध्यवर्ती क्षेत्रहरू पनि छ। मध्यवर्ती क्षेत्र कुन कुनमा छ, अब यसको मध्यवर्ती क्षेत्रको पनि डिटेल कुन क्षेत्रफल कति के कसो भनेर चाहिँ आउने सम्भावना कम हुन्छ। आउने सम्भावना भनेको कतिवटा राष्ट्रिय निकुञ्जमा मध्यवर्ती क्षेत्र छ भनेर आउन सक्छ। 12वटा राष्ट्रिय निकुञ्जमै छ। कतिवटा वन्यजन्तु आरक्षमा छ भनेर सोध्न सक्छ, एउटामा। जम्मा वन्यजन्तु जम्मा मध्यवर्ती क्षेत्र कतिवटा संरक्षित क्षेत्रमा स्थापना छ अथवा घोषणा गरिएको छ भनेर आउन सक्छ, 13वटा। यो हिसाबले चाहिँ हामीले ध्यान पुर्याउनुपर्छ साथीहरू। नेपालमा वन्यजन्तु आरक्षीहरू चाहिँ अहिले जम्मा एउटा छ। पहिलासम्म 3वटा थिए, कोसीटप्पू, पर्सा र चाहिँ शुक्लाफाटा। अहिले शुक्लाफाटा र पर्सालाई चाहिँ राष्ट्रिय निकुञ्जमा परिणत गरेपछि कोसीटप्पू वन्यजन्तु आरक्ष मात्रै आरक्ष चाहिँ को रूपमा व्यवस्थापन भइरहेको छ भने ढोरपाटन शिकार आरक्ष एउटा मात्रै शिकार आरक्ष हो। यो बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ। अब म्याग्दी र बागलुङ चाहिँ गण्डकी प्रदेशमा पर्ने र रुकुम भनेको पूर्वी रुकुम हो। यो पूर्वी रुकुम चाहिँ लुम्बिनी प्रदेशमा पर्ने हुनाले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा हुने परीक्षाहरूमा यो प्रश्न आउन सक्छ। किनभने परीक्षामा जहिले पनि आफ्नो प्रदेश, आफ्नो क्षेत्रलाई समेटिने गरेर आफ्नो क्षेत्रका चाहिँ विषयहरू पर्ने गरेर चाहिँ प्रश्नहरू निकाल्ने चलन छ। त्यो भएको हुनाले ढोरपाटन शिकार आरक्षको प्रश्न चाहिँ कुनै तरिकाले आउन सक्ने सम्भावना बढी छ गण्डकी, यदि तपाईँहरू गण्डकी र लुम्बिनी प्रदेशबाट परीक्षा दिँदै हुनुहुन्छ भने। अब संरक्षण क्षेत्रहरूको पनि डिटेल चाहिँ आउने सम्भावना कमै हुन्छ। अब कतिवटा छन्, अनि जस्तै अब गण्डकी प्रदेशमा कतिवटा छन्, लुम्बिनी प्रदेशमा कतिवटा छन् कि छैनन्, प्रदेश अनुसार चाहिँ सुन्न सक्ने सम्भावना बढी हुन्छ। अहिले संहिता आइसकेको अवस्थामा सबभन्दा ठुलो कुन हो, सबभन्दा सानो कुन हो, अब त्यसरी आउन सक्छ। अब सबभन्दा ठुलो चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र हो। मनाङ, मुस्ताङ, कास्की, म्याग्दी र लमजुङमा अवस्थित छ। अनि कञ्चनजङ्घा संरक्षण क्षेत्र चाहिँ ताप्लेजुङमा अवस्थित छ। 1997 मा स्थापना भएको। मनासलु 1998 मा स्थापना भएको गोर्खामा अवस्थित छ। 1636 वर्ग किलोमिटर क्षेत्रफल छ। कृष्णसार सबभन्दा सानो हो। 2065 सालमा स्थापना भएको 16.6 वर्ग किलोमिटर क्षेत्रफल भएको र यो चाहिँ कृष्णसार नै संरक्षण गर्नको लागि हो। यो बर्दियामा अवस्थित छ। अपिनम्बा धारचुलामा अवस्थित छ, 1903 वर्ग किलोमिटर। गौरीशङ्कर दोलखा, सिन्धुपाल्चोक र रामेछापमा अवस्थित छ।
अब यसरी चाहिँ आउन सक्छ साथीहरू। प्रदेश अनुसार सबभन्दा ठुलो, सानो, सबभन्दा पछिको, सबभन्दा अगाडिको, यसरी चाहिँ आउन सक्छ। अब संरक्षित जनावरहरूमा जाम। हामीले पहिला पनि यो विषयमा छलफल गरेका छौँ। आसामी रातो बाँदर, सालक, स्पिड खरायो, सोस, ब्वाँसो, हिमाली खैरो भालु, हाब्रे, लिङसाङ, चरीबाघ, लिङ्क्स, ध्वाँसे चितुवा, बाघ, हिउँ चितुवा, जङ्गली हात्ती, गैँडा, पुड्के बँदेल, कस्तुरी मृग, बारसिंहा, गौरी गाई, जङ्गली याक, अर्ना, नायन, चिरु, कृष्णसार, चौका र हुडार गरी 26वटा छ। कतिवटा भनेर नै प्रश्न आउँछ यहाँबाट। 36वटा 26वटा हो। के 26वटा के हुन् भनेर चाहिँ प्रश्न आउँदैन साथीहरू। कतिवटा नै भनेर आउने हो, अथवा कुनै दिएर यो हो कि होइन भनेर आउँछ। संरक्षित पन्छीहरूमा चाहिँ कालो सिरिस, सेतो सिरिस, सारस, चिर, डाँफे, मोनाल, खरमजुर, सानो खरमजुर र चाहिँ राजधनेश 9वटा छन्। र संरक्षित घस्रने जन्तुहरूमा चाहिँ अजिङ्गर, घडियाल, सुनगोरो छ। किरा फट्याङ्ग्रा, माछा, भ्यागुदाहरूलाई चाहिँ संरक्षितमा राखिएको छैन। अब हिमाली क्षेत्रमा पाइने पक्षीहरू कुन हुन् भनेर आउन सक्छ। अब यिनीहरू कुराहरू यो कुनै एउटा दियो भने कुन क्षेत्रमा पाइन्छ, डाँफे दिएर हिमाल, पहाड, तराई, भित्री मधेस यसरी सोध्न सक्छ। मुनाल दिएर त्यसरी सोध्न सक्छ। अब त्यो भएर हामीले हिमाली क्षेत्रमा कुन कुन वन्यजन्तु पाइन्छ भनेर चाहिँ सोधौँ। र कहिलेकाहीँ हिमाल र मध्य पहाडमा कन्फ्युज हुने र प्रश्न आउँछ। अब हिमाल र उच्च पहाडमा अब मुनाल कुन क्षेत्रमा पाइन्छ भनेर हिमाल पनि सोध्यो, उच्च पहाड पनि सोध्यो, मध्य पहाड पनि सोध्यो, तराई सोध्यो भने अब नर्मल्ली अब एकदम राम्रो एक्सपर्टले त्यसरी प्रश्न निकाल्दैन। उच्च पहाड र हिमाल भनेको धेरै कुराहरू ओभरल्याप हुन्छ। जस्तै उदाहरणको लागि हिमाली कालो भालु अथवा एसियाटिक ब्ल्याक बियर, हिमालयन ब्ल्याक बियर पनि भन्छन्, खास यो एसियाटिक ब्ल्याक बियर हो, कालो भालु हो। मैले यहाँ अहिले हाइलाइट गरेँ। अब यो चाहिँ कहाँ पाइन्छ भनेर प्रश्न सोध्दा हिमाल लेख्ने कि उच्च पहाड लेख्ने भनिदियो, दुइटै सही उत्तर हो। यो केही समय उच्च पहाड र हिमालको चाहिँ वरिपरि बस्छ। अब यस्तो आउँदाखेरि एकदमै हामीले विचार पुर्याउनु पर्छ साथीहरू। अब हिमाली कालो भालु आयो भने उच्च पहाड लेख्ने कि हिमाल लेख्ने एकदम कन्फ्युज छ। त्यसमा जुन अप्सन छ त्यही लेख्ने हो। र दुइटै अप्सन छ भने चाहिँ अब एकदमै सोचेर लेख्नुपर्छ। यस्तो अवस्थामा चाहिँ हिमाली कालो भालु चाहिँ उच्च पहाडमै पाइन्छ। डाँफे कुन हो भनेर आयो भने हिमाल र उच्च पहाडमा कुन अप्सन छ त्यही नै लगाउने। दुइटै अप्सन छ भने हिमाल लगाउनुपर्छ। एकदमै सोचेर लगाउनु पर्छ। नर्मल्ली एकदमै राम्रो विज्ञानले चाहिँ त्यस्तो क्वेसन निकाल्दैन। अलिकति विज्ञानै अलिकति राम्रोसँग नजानेको अवस्थामा त्यस्ता कन्फ्युजनहरू भएको अवस्थामा चाहिँ निकाल्न सक्छ। लोकसेवाले कहिल्यै पनि परीक्षार्थीलाई कन्फ्युजन गराउने लोकसेवाको उद्देश्य हुँदैन। लोकसेवाको उद्देश्य चाहिँ त्यसको नलेज टेस्ट नै गर्ने हो। नलेज टेस्ट गर्ने क्रममा चाहिँ यस्तो कन्फ्युजन किसिमको क्वेसन चाहिँ राम्रो विज्ञानले चाहिँ निकाल्दैन साथीहरू। अब हिमाली क्षेत्रमा पाइने वन्यजन्तुहरू तथा पंक्षी के हुन् भन्दाखेरि अब डाँफे, मुनाल, चिर, फक्रास, हिउँ कुखुरा, कस्तुरी मृग, हिउँ चितुवा, खैरो भालु, हिमाली कालो भालु, रेड पाण्डा, हाब्रे, घोरल, नाउर, थार, झारल, ढोले, ब्वाँसो र पिका, मुसे हरेन हो। अब यसमा चाहिँ साथीहरूले एउटा कुरो बुझ्न पर्ने के छ भने ढोले जङ्गली कुकुर चाहिँ तराईमा पनि पाइन्छ र थार चाहिँ एकदमै तराईमा नपाइए पनि चुरे क्षेत्रमा चाहिँ कहिलेकाहीँ थार पाइन्छ कुनै कुनै ठाउँमा। र घोरल पनि उच्च पहाडमा पनि पाइन्छ। जस्तै उदाहरणको लागि नवलपरासी पूर्वीको चाहिँ देवजुली क्षेत्रमा घोरल पाइन्छ। त्यो भएर यस्ता कुराहरू अलिकति विचार गर्नुपर्छ। मध्य पहाडमा पाइने वन्यजन्तुहरू तथा पन्छीहरू चाहिँ कस्तुरी मृग, बँदेल, स्याल, काठे भालु, चितुवा, वनबिरालो, चरीबाघ, ध्वाँसे चितुवा, कालिज, ढुकुर, लङ्गुर बाँदर, रातो बाँदर यिनीहरू पाइन्छ। तराई क्षेत्रमा पाइने वन्यजन्तुहरू तथा पन्छीहरूमा चाहिँ बाघ, गैँडा, हात्ती, काठे भालु, बामपुड्के बँदेल, स्याल, हुडार, लगुना, जरायो, बारसिंहा, कृष्णसार, लङ्गुर बाँदर, रातो बाँदर, चित्तल, गौरी गाई यिनीहरू पाइन्छन्। अनि अर्ना, नीलगाई, वनबिरालो, ठुलो धनेश, खरमजुर, सानो खरमजुर, लुइँचे, सारस, भुँडीफोर, गरुड, मयूर
यिनीहरू पाइन्छन्। राष्ट्रिय निकुञ्ज वा आरक्षमा निषिद्ध कार्यहरू के हुन् भनेर कहिलेकाहीँ आउन सक्छ। यसरी निषिद्ध कार्यहरू लेख्नुहोस् भनेर चाहिँ आउँदैन। कसरी आउँछ भने यो काम गर्न पाइन्छ पाइन्छ, वन्यजन्तुको शिकार गर्न पाइन्छ पाइन्न भनेर चाहिँ आउन सक्छ। अन्त कुन काम पाइँदैन भनेर सोध्न सक्छ। त्यो भएर यो कुराहरू चाहिँ हामीले जानिराख्नुपर्छ साथीहरू। वन्यजन्तुको शिकार गर्न वा आखेटो पार ओसार पुसार गर्न जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरू आकार बनाउन वा भोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, घरपालुवा जीवजन्तु वा पंक्षी चराउन वा पानी खुवाउन, घर, रुख बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन वा वन पैदावार ओसार पसार गर्न, खानी खन्न, ढुङ्गा खन्न वा कुनै पदार्थ, खनिज पदार्थ, ढुङ्गा, कङ्कड, माटो वा अन्य यस्तै पदार्थ हटाउन, वन पैदावार र वन्यजन्तु पंक्षी वा जग्गालाई क्षति पुर्याउन, हात हतियार, खर खजाना वा विष साथमा लैजान वा प्रयोग गर्न, काजमा खटिएका सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्रको प्रचलित बाटोको यात्रुहरू बाहेक अरूले घरपालुवा वा अन्य किसिमका वन्यजन्तु जीवजन्तु वा आखेटो पार लैजान, राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरू प्रयोग गर्न यिनीहरू पाइँदैन। अब केही महत्त्वपूर्ण संरक्षित वन प्रजातिहरूको विशेषता। रेड पान्डा, कार्निभोरा अडर र एलुरिडी फ्यामिली अथवा परिवार अन्तर्गत पर्दछ। यो नेपालको लामटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र मकालु वरुण राष्ट्रिय निकुञ्जमा पाइन्छ। रेड पान्डाको राष्ट्रिय जनसङ्ख्याको आकार 317 देखि 552 भएको अनुमान गरिएको छ। यतिवटा सङ्ख्या, यो जस्ट अनुमान मात्रै हो। रेड पान्डाको आयु 15 वर्षको हुन्छ। यसको शरीरको आकार गोलो टाउको, त्रिकोणीय कान, छोटा खुट्टा र थोपा पुच्छर हुन्छ। यसको अनुहार र शरीरको तल्लो भाग सेतो रङको हुन्छ भने बाँकी भाग रातो खैरो रङको हुन्छ। यसको उचाइ 0.4 मिटर, लम्बाइ 0.7 मिटर र पुच्छर 0.4 मिटर लामो र तौल करिब 3 देखि 4 किलोग्राम हुन्छ। रेड पान्डाको गर्भावस्था 112 देखि 158 दिनसम्म हुन्छ। अब गैँडा, एकसिङ्गे गैँडा पेरिसोडक्टाइला अर्डर र राइनोसेराडी परिवारसँग सम्बन्धित छ। यो नेपाल र भारतको मूल हो। नेपाल र भारतमा पाइन्छ। चितवन राष्ट्रिय निकुञ्ज र नजिकैको वन, बर्दिया राष्ट्रिय निकुञ्ज र नजिकैको वन, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र नजिकैको वन र पर्सा राष्ट्रिय निकुञ्ज र नजिकैको वनमा पाइन्छ। यसको आयु 60 देखि 70 वर्ष हुन्छ। शरीर अलिकति कालो रङको, जसमा थुतुनोमा एउटा सिङ छ। अब यो एकचोटि सर हेर्नु होला, पज गरेर हेर्न सकिन्छ। पाटेबाघ नेपाल र दक्षिण एसियाकै रैथाने वन्यजन्तु हो। नेपालको पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र आसपासका जङ्गलमा पाइन्छ। बागमती नदी पूर्वको नेपालको भूभागमा बाघ पाइँदैन। एकचोटि चाहिँ पुगेको छ, 2-4 दिन, एक दिन हिजो मात्रै सप्तरीसम्म पुग्यो, फतेपुरसम्म भन्ने चाहिँ आएको छ। तर त्यो अपवाद हो। त्यसको वासस्थानै चाहिँ जङ्गल, बागमती नदी पूर्व चाहिँ यसको वासस्थान छैन। घना जङ्गलमा बस्ने मांसाहारी यो जन्तु बेला बेलामा मान्छेलाई समेत आक्रमण गर्ने गरेको छ। अब हात्ती चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने यो वन्यजन्तु सबैभन्दा धेरै मान्छे मार्ने र आतंक मचाउने वन्यजन्तुमा पर्दछ। झापाको बाहुनडाँगीमा यो प्रमुख समस्याको रूपमा रहेको छ। कस्तुरी मृग प्राय सबै हिमाली संरक्षित क्षेत्रहरू र आसपासका जङ्गलमा पाइने कस्तुरी मृग विनाका लागि प्रख्यात छ र यसैका लागि चोरी सिकारीको निशानामा परेको छ। हिउँचितुवा, हिमालकी रानी भनेर चिनिने हिउँचितुवा प्राय सबै हिमाली संरक्षित क्षेत्रहरू र आसपासका क्षेत्रहरूमा पाइन्छ। नाउर यसको प्रमुख आहारा प्रजाति हो। यदाकदा यसले घरपालुवा जन्तुलाई समेत आक्रमण गर्ने गरेको छ।
अब जैविक विविधता तथा संरक्षण सम्बन्धी नेपाल पक्षधर रहेका अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरू छ। साइटिज सदस्य नेपाल सदस्य चाहिँ 1975 भयो। सन्धि सम्झौताको उद्देश्य चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको चोरी शिकार तथा अवैध व्यापार गर्ने हो। आयुसियानको सदस्य पनि 1975 भयो। युनेस्को WHS वर्ल्ड हेरिटेज साइटको पनि 1971 चाहिँ सदस्य भयो नेपाल। रामसारको 1987 भयो। अब युनेस्को WHS मा हामीले हेर्दाखेरि चाहिँ यसमा चाहिँ नेपालले सन् 1979 सगरमाथा राष्ट्रिय निकुञ्ज र 1984 चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्यो। रामसार कन्भेन्सन 1987 चाहिँ विभिन्न महत्त्वका सिमसार क्षेत्रहरूको संरक्षण व्यवस्थापन तथा बुद्धिमत्तापूर्ण उपयोग कार्यमा टेवा पुर्याउने उद्देश्यले चाहिँ रामसार कन्भेन्सन स्थापना भएको हो। CBD कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी नेपाल चाहिँ 1992 मा सदस्य बन्यो हस्ताक्षर गरेर। जैविक विविधताको संरक्षण र यसको अवयवहरूको दिगो उपयोग तथा यसबाट प्राप्त हुने लाभको समन्यायिक बाँडफाँड गर्ने यसको उद्देश्य हो। GTF भनेको ग्लोबल टाइगर फोरम 1994 मा नेपाल सदस्य बन्यो। दुर्लभ पाटेबाघ वन्यजन्तु पाटेबाघको संरक्षणमुखी कार्यक्रमहरूबाट स्थानीयवासीको जीवनस्तरमा सुधार गर्ने यसको उद्देश्य हो। APAP एसिया प्रोटेक्टेड एरिया पार्टनरसिप 2014 मा चाहिँ नेपाल सदस्य बन्यो। एसिया क्षेत्रमा भएका संरक्षित क्षेत्रहरूसँग समन्वय बेस्ट प्र्याक्टिसहरूको बारेमा अनुभव आदान प्रदान गर्ने उद्देश्य हो। सावेन साउथ एसिया वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्क 2014 मा स्थापना भयो र चाहिँ दक्षिण एसियाका 8वटा देशमा हुने वन्यजन्तुको अपराध नियन्त्रणमा गर्न समन्वय र क्षमता अभिवृद्धि गर्ने कार्यक्रम हो। अब राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तु पंक्षी वनस्पति सिमसार जलाधार लगायत भौतिक क्षेत्र र वन जङ्गलको गस्ती र वन जङ्गल वनस्पति लगायत वन्यजन्तुहरूको रेखदेख तथा चोरी सिकारी नियन्त्रण सम्बन्धी ज्ञान चाहिँ आज हामी अहिले यो चाहिँ वस्तुगत प्रश्नहरूमा हामी छलफल गर्दैछौँ। सबैभन्दा पहिले चोरी सिकारी वर्ष कहिले मनाइएको थियो? 2011 मा मनाइएको थियो। गैंडाको चोरी सिकारी के को लागि गर्दछन्? हाड मासु खाग छाला खागको लागि गर्दछन्। बाघको चोरी सिकारी के का लागि गर्दछन्? हाड छाला जुङ्गा माथिका सबै, सही उत्तर माथिका सबै हो। भालु चोरी शिकार के का लागि गर्दछन्? हाड छाला पित्त माथिका सबै, सही उत्तर पित्त हो। हिउँ चितुवा शिकार के का लागि गर्दछन्? मासु छाला जुङ्गा माथिका सबै, सही उत्तर छाला हो। कस्तुरी मृगको चोरी शिकार के को लागि गर्दछन्? हाड छाला बिना माथिका सबै, सही उत्तर बिना हो। रेड पाण्डाको चोरी शिकार के का लागि गर्दछन्? हाड छाला जुङ्गा माथिका सबै, सही उत्तर छाला हो। बँदेलको शिकार के का लागि गर्दछन्? मासु हाड जुङ्गा माथिका सबै, सही उत्तर मासु हो। जङ्गलमा गस्ती गर्न जाँदा मांसाहारी जनावरले आफ्नो शिकार मारेर खाँदै गरेको देखेमा के गर्ने? केही नगर्ने। नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने। खाल्डो खनेर पुरिदिने। निकुञ्ज वा आरक्ष कार्यमा लैजाने। यसको सही उत्तर केही नगर्ने हो। किनभने मांसाहारी जनावरले आफ्नो शिकार मारेर खान दिन पर्छ, त्यो प्रकृतिको नियम हो। त्यसको लागि यो पारिस्थितिकीय प्रणाली फुड वेबको कुरा हो, यसलाई हामीले केही गरिरहन पर्दैन। बाघले मृग मारेर खान लागेको देखेमा के गर्ने? नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने। बाघ लखेटेर मृग बचाउने। केही नगर्ने। क र ख दुवै। अब हामीले चाहिँ नर्मल्ली बाघ लखेटेर मृग बचाउने हुनसक्छ, तर होइन साथीहरू। बाघले मृग मारेर खान लागेको देख्यो भने केही नगर्ने। यो प्रकृतिको नियम फुड वेबको कुरा हो, यसमा हामीले केही गर्न पर्दैन। गस्ती गर्न जाँदा मरेको वन्यजन्तु भेटेमा के गर्ने? सरजमिन मुचुल्का गरेर अनुसन्धान सुरु गर्ने। केही नगर्ने। काटेर खाने। चिडियाखानामा लगेर मांसाहारी जनावरलाई खुवाउने। यसको सही उत्तर चाहिँ सरजमिन मुचुल्का गरेर अनुसन्धान सुरु गर्ने हो। गस्ती गर्दै जाँदा हात्तीले लखेटेमा के गर्ने? माथितिर दौडाने। लौराले हिर्काउने। दलदल जग्गातिर भाग्ने। घोप्टो परेर बस्ने। सही उत्तर दलदल जग्गातिर भाग्ने हो।
गस्ती गर्न जाँदा पाटे बाघले लखेटेमा के गर्ने? रुखमा चढ्ने, लौरोले हिर्काउने, दलदल जग्गातिर भाग्ने, रातो कपडा देखाउने। यसको सही उत्तर चाहिँ रुखमा चढ्ने हो। गस्ती गर्न जाँदा गैँडाले लखेटेमा के गर्ने? रुखमा चढ्ने, लौरोले हिर्काउने, दलदल जग्गातिर भाग्ने, रातो कपडा देखाउने। यसको सही उत्तर चाहिँ रुखमा चढ्ने हो। यिनै कारणहरूले गर्दा नि वन सेवामा रुखमा चढ्ने सिप आवश्यक परेको हो। त्यो भएर वन रक्षक साथीहरूलाई, गेम स्काउट साथीहरूलाई चाहिँ रुख चढ्ने चाहिँ सिप चाहिँ परीक्षण गर्ने गरिएको छ। गस्ती गर्दै जाँदा भालुले लखेटेमा के गर्ने? माथितिर दौडने, तलतिर दौडने, दलदल जग्गातिर भाग्ने, कालो कपडा देखाउने, तलतिर दौडने। गस्ती गर्न जाँदा सर्पले लखेटेमा के गर्ने? सेतो कपडा देखाउने, तलतिर दौडने, दलदल जग्गातिर भाग्ने, आफ्नो कपडा छोडेर भाग्ने। अब यसको सही उत्तर चाहिँ आफ्नो कपडा छोडेर भाग्ने हो। आफ्नो कपडा छोडेपछि सर्प एकछिन चाहिँ अल्मलिन्छ र हामी चाहिँ उसलाई छोडेर अलि टाढा पुग्न सकिन्छ। वन्यजन्तु र मानिस बीचको द्वन्द्व घटाउन के गर्ने? वन्यजन्तुले खाने बाली लगाउने, वन्यजन्तुले नखाने बाली लगाउने, वन्यजन्तुलाई पासो थापेर मार्ने, माथिका सबै। यसको सही उत्तर चाहिँ वन्यजन्तुले नखाने बाली लगाउने हो। गस्ती गर्दा कसको निर्देशन मान्ने? आफूभन्दा उपल्लो दर्जाको कर्मचारी, आफूभन्दा तल्लो दर्जाको कर्मचारी, स्थानीय नेताको, आफ्नो आमा बाबाको। अब यसको सही उत्तर चाहिँ आफ्नो आमा बाबाको पनि लगाउन सक्छन् मान्छेले, तर त्यसो होइन। अरू विषयमा घरमा बस्दा अरू चाहिँ जीवन उपयोगी कुरामा आफ्नो आमा बाबाको अर्थी माने पनि, निर्देशन माने पनि, गस्ती गर्न जाँदा चाहिँ आफूभन्दा उपल्लो दर्जाको कर्मचारीको निर्देशन मान्नुपर्छ साथीहरू। पटक पटक मान्छे खाइरहने बाघलाई के गर्ने? जुन म्यानिटर हुन्छ त्यसलाई मार्ने, केही नगर्ने, घाँटीमा रेडियो कोलार लगाइदिने, माथिका सबै। यसको सही उत्तर मार्ने हो। पटक पटक खानेलाई, पटक पटक मान्छे खाइरहने बाघलाई मार्नु परेमा के गर्ने? गोली हानेर मार्ने, बाघले खाने पानीमा विष मिसाइदिने, जङ्गलमा आगो लगाइदिने, माथिका सबै। यसको सही उत्तर गोली हानेर मार्ने हो। विष मिसाउँदा जङ्गलमा आगो लगाउँदाखेरि अरू क्षति हुने, अरू जनावरलाई क्षति हुने, वातावरणलाई क्षति हुने हुन्छ। त्यसो गर्न हुँदैन। जसलाई मार्न पर्ने हो उसैलाई मात्रै गोली हानेर मार्ने हो। गस्ती गर्न जाँदा चोरी शिकार भेटेमा के गर्ने? गोली हानेर मार्ने, पक्रेर वन्यजन्तु निकुञ्ज आरक्षी कार्यालयमा बुझाउने, केही नगर्ने, लखेट्ने। यसको सही उत्तर चाहिँ पक्रेर निकुञ्ज आरक्षीको कार्यालयमा बुझाउने हो। त्यतिकै मार्नु हुँदैन, मार्न पाइने अधिकार छैन। गस्ती गर्नै जाँदा चोरी शिकारी भेटियो भने तर पक्रन खोज्दा भागेमा के गर्ने? टाउको ताकेर गोली हान्ने, खुट्टा ताकेर गोली हान्ने, हात ताकेर गोली हान्ने, छोडिदिने। यसको सही उत्तर चाहिँ खुट्टा ताकेर गोली हान्ने हो। सकेसम्म उसलाई नभाग्नुहोस्, हामी तपाईँलाई चाहिँ केही गर्दैनौँ भनेर फकाउने र चाहिँ पक्रने हो। त्यसरी पक्रन खोज्दाखेरि पनि भाग्यो अथवा चाहिँ उसले चाहिँ हामीलाई नै, गस्ती गर्न जाने साथीहरूलाई नै खतरा पुग्ने कामहरू गरे, उसले नै गोली हान्न थाल्यो भने खुट्टा ताकेर गोली हान्ने हो, घुँडामुनि लाग्ने गरेर गोली हान्ने हो। शिकार आरक्षमा अनुज्ञा पत्र नलिई शिकार गर्नेलाई के गर्ने? चोरी शिकारी सरह कारवाही गर्ने, चोरी शिकारीलाई भन्दा कम कारवाही गर्ने, चोरी शिकारीलाई भन्दा बढी कारवाही गर्ने, छोडिदिने। यसको सही उत्तर चोरी शिकारीलाई सरह कारवाही गर्ने हो। चोरी शिकार गर्नेहरूलाई कुन कानुन अनुसार कारवाही गर्ने? राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार चाहिँ कारवाही गर्ने हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार नेपालमा कति प्रकारका वन्यजन्तुहरू संरक्षित छन्? 36, 9, 3, 38। हेर्नुहोस् है साथीहरू, अब यसमा मान्छेहरू झुकिन्छन्। अब मान्छेले फ्याट्ट 26 लगाइदिन सक्छ, किनभने 26 त स्तनधारी मात्रै हुन्, चरालाई 9 हो, 3 चाहिँ घस्रने हो। 36, 9, 3 जोड्दा कति हुन्छ? 38 हुन्छ। त्यो भएर यसको सही उत्तर 38 हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार कति प्रकारका स्तनधारी वन्यजन्तुहरू संरक्षित छन्? यसको सही उत्तर 26 हो। अहिले चाहिँ स्तनधारी भने है। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कति प्रकारका चराहरू संरक्षित छन्? 9 प्रकारका। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार नेपालमा कति प्रकारका घस्रने जन्तुहरू संरक्षित छन्? 26, 9, 3, 38। सही उत्तर 3 हो। तलका मध्ये कुन चाहिँ वन्यजन्तु संरक्षित वन्यजन्तु होइन? अजिङ्गर, घडियाल, गोही, सुनगोरो कुनै पनि होइन। यी तीनवटै हुन् भनेपछि सही उत्तर कुनै पनि होइन हुन्छ। तलका मध्ये कुन चाहिँ वन्यजन्तु संरक्षित वन्यजन्तु हुन्? ध्वाँसे चितुवा, बाघ, हिउँ चितुवा, माथिका सबै। सही उत्तर माथिका सबै हो।
तलका मध्ये कुन चाहिँ वन्यजन्तु संरक्षित पन्छी होइन? डाँफे, मोनाल, राजधनेश, कालिज। यसको सही उत्तर चाहिँ कालिज हो। गैंडाको सिङ खाग केबाट बनेको हुन्छ? हाड, मासु, रौँ, छाला। यसको सही उत्तर रौँ हो। नेपालको हिमालदेखि तराई क्षेत्रमा पाइने वन्यजन्तुहरू कुन कुन हुन्? रतुवा, बँदेल, रातो बाँदर, माथिका सबै। सही उत्तर माथिका सबै हो। खैरो भालु नेपालको कुन भौगोलिक क्षेत्रमा पाइन्छ? हिमाल, पहाड, तराई, माथिका सबै। सही उत्तर हिमाल हो। काठे भालु नेपालको कुन भौगोलिक क्षेत्रमा पाइन्छ? हिमाल, पहाड, तराई, माथिका सबै। पहाड र तराई, तराईदेखि पहाडसम्म पाइन्छ काले भालु। स्लथ बियर। कालो भालु भनेको एसियाटिक ब्ल्याक बियर हो अथवा हिमालयन ब्ल्याक बियर पनि भन्छ यसलाई। कालो भालु नेपालको कुन भौगोलिक क्षेत्रमा पाइन्छ? उच्च पहाड, मध्य पहाड, तराई, क र ख दुवै। यसको सही उत्तर क र ख दुवै हो। नेपालमा बाघ गणना कसरी गरिन्छ? स्वचालित क्यामेराबाट फोटो खिचेर, प्रत्यक्ष रूपमा गनेर, सेटेलाइटको प्रयोग गरेर, आवाज सुनेर। यसको सही उत्तर चाहिँ स्वचालित क्यामेराबाट फोटो खिचेर हो। नेपालमा गैंडा गणना कसरी गरिन्छ? स्वचालित क्यामेराबाट फोटो खिचेर, प्रत्यक्ष रूपमा गनेर, सेटेलाइटको प्रयोग गरेर, आवाज सुनेर। यसको सही उत्तर चाहिँ प्रत्यक्ष रूपमा गनेर हो। डाइरेक्ट ब्लक काउन्ट भन्छन्। नेपालमा 12 सिङ्गा गणना कसरी गरिन्छ? डाइरेक्ट ब्लक काउन्ट नै हो, प्रत्यक्ष रूपमा गनेर। नेपालमा गैंडा गणना गर्दा के को प्रयोग गरिन्छ? हात्ती, घोडा, साइकल, माथिका सबै। यसको सही उत्तर हात्ती हो। अब साथीहरू आज चाहिँ हामीले यति नै गऱ्यौँ। अब यसमा चाहिँ अधिकांश परीक्षाहरूमा आउने प्रश्नहरू समेटिएको छ र जीवन उपयोगी। उदाहरणको लागि हात्तीले लखेटेमा के गर्ने भन्ने जस्तो विषय चाहिँ कुनै पनि परीक्षामा नआए पनि दलदल जग्गातिर भाग्ने भन्ने सामान्य हिमाल पहाडबाट गएको मान्छेलाई थाहा हुँदैन हात्ती लखेटे कहाँ जाने भन्ने। अब यसले चाहिँ जीवन रक्षाको पनि काम गर्छ यस्ता ज्ञानहरूले। यदि हात्तीले लखेट्यो भने हामी दलदल जग्गातिर भाग्नुपर्छ। अब यी प्रश्नहरू चाहिँ अधिकांश वन सेवा, इभन खरिदार, सुब्बा अनि प्रदेशका चाहिँ चौथो पाँचौँका परीक्षाहरूमा, छैटौँका परीक्षाहरूमा पनि यस्ता प्रश्नहरू आउने गर्छन्। कतिवटा राष्ट्रिय निकुञ्ज छन्, कतिवटा वन्यजन्तु आरक्ष छन्, शिकार आरक्ष कतिवटा छन्, कुन कुन जिल्लामा फैलिएका छन्, क्षेत्रफल कति छ, यस्ता प्रश्नहरू आउने गर्छ। त्यो भएर राम्रोसँग हेर्नुहोला, राम्रोसँग पढ्नुहोला।